स्वागत छ तपाईलाई मेरो यो ब्लगमा। आज चाहिँ तपाईलाई म केको लागि दिल्ली जाँदैछु अनि मैले काठमाडौँबाट दिल्लीसम्मको 1061 किलोमिटरको दूरी बसबाट पार गर्दै म केको लागि दिल्ली जाँदैछु अनि तपाईलाई म त्यसैको बारेमा यो भिडियो चाहिँ विस्तृत रूपमा राख्ने छु। सो तपाईलाई म खासमा भन्नुपर्दाखेरि चाहिँ रोमानियाको भिजाको लागि चाहिँ म दिल्लीमा चाहिँ एम्बेसी रहेको छ, रोमानियाको एम्बेसी। सो त्यहाँ चाहिँ मेरो अपोइन्टमेन्ट रहेको थियो र त्यही अपोइन्टमेन्टको आधारमा चाहिँ म दिल्ली चाहिँ आएको हुँ। मेरो विशेष काम भनेको चाहिँ अब दिल्लीमा चाहिँ अब एम्बेसीमा इन्टरभ्यूको लागि म आएको हुँ र इन्टरभ्यूमा के हुनेछ, कस्तो कस्तो हुनेछ अनि अब तपाईहरुलाई म अब आउने भिडियोहरुमा चाहिँ तपाईलाई म रोमानियाको बारेमा के हो, कसो, कसरी इन्टरभ्यू दिने अनि के इन्टरभ्यूहरु हुन्छ, कस्तो कस्तो इन्टरभ्यू हुन्छ भन्ने म विस्तृत रूपमा जानकारी पनि म तपाईलाई म राख्ने नै छु। तर त्यो भन्दा अगाडि तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानलमा सब्स्क्राइब गरेर नजिकैको बेलमा पनि हिट गरिदिनुहोस् ताकि मैले बनाउने आगामी नयाँ भिडियोहरु तपाईलाई अपडेटहरु तपाईले पाउनु हुनेछ। सो अब चाहिँ हामी फाइनली बिहानको समयमा चाहिँ हामी अब दिल्लीमा हामी गएका छौं। दिल्लीमा जाँदाखेरि चाहिँ के भयो भने अब यहाँबाट जाँदाखेरि चाहिँ जुन अब एजेन्ट अथवा दलालहरुले अब जुन होटलहरु, रेस्टुरेन्टहरु अब जुन प्यालेसहरु चाहिँ अब एड्रेसहरु दिएको थियो अब त्यही नै अब गइयो। यदि त्यहाँ नगएको भए फेरि अब कस्तो अब इन्टरभ्यूहरु दिँदाखेरि अनि फेल हुने सम्भावना हुँदो रहेछ। उनीहरुले भनेकै ठाउँमा, उनीहरुको तोकेकै ठाउँमा गएर बस्नु पर्ने हुँदो रहेछ। त्यो एक किसिमको चाहिँ सिन्डिकेटहरु हुँदो रहेछ। तर मजबुरी हो, अब हामीले कुनै पनि हालतमा अब त्यो गर्नै पर्ने हुन्छ, बस्नै पर्ने हुन्छ किनकि दलालहरुले उनीहरुले चाहिँ अब सेटिङमा सबै कामहरु गरेका हुँदो रहेछन्। यदि हामी चाहिँ अन्य होटलमा अब गएको अब होटलहरुमा चाहिँ हामी बसेनौं अनि त्यसपछि अन्य होटलमा गयौं भने हाम्रो इन्टरभ्यू चाहिँ अब रिजेक्ट गर्दिने हैन, इन्टरभ्यूहरु नराखिदिने, इन्टरभ्यू भएर पनि अनि रिजेक्ट गर्दिने, विभिन्न कागज भएन, पेपर भएन भनेर फर्काइदिँदो, त्यस्तो समस्याहरु पनि निकै देखियो। यो पनि अगाडिका अन्य साथीहरु पनि त्यस्तै समस्या फेस गरेर चाहिँ उनीहरु पछाडी ब्याक नेपाल आउनु परेको र नेपालबाट फेरि पनि जानु परेको त्यस्तो देखियो। अब दिल्लीमा जाँदाखेरि चाहिँ खर्च कति लाग्छ, के लाग्छ त्यसको बारेमा पनि म तपाईलाई जानकारी दिनेछु। सो दिल्लीमा जाँदाखेरि चाहिँ अब सुरुमा भनेको चाहिँ अब 5000 अब काठमाडौँदेखि चाहिँ अब दिल्ली जानको लागि 5000 नेपाली चाहियो। अनि त्यति भइसकेपछि हामी अब दिल्लीमा चाहिँ अब त्यहाँ अब झर्यौं, बस स्टेसनमा झर्यौं। दिल्लीमा बस स्टेसनबाट चाहिँ त्यहाँदेखि फेरि अनि अब हामीलाई चाहिँ अब जुन पार्टी प्यालेस दिएको थियो त्यो पार्टी प्यालेसहरुमा अब त्यहाँ जानको लागि म एड्रेस त ठ्याक्कै भन्दिनँ र पनि अब त्यो पार्टी प्यालेसमा जानको लागि 500 रुपैयाँ अब भनेर भनिएको थियो, 600 रुपैयाँ भनेर भनिएको थियो। अब त्यहाँ 680 भनेर भनिएको थियो त्यो ठाउँमा जानको लागि। तर पनि हामीले अब हाम्रो स्वयम्भू मञ्जुश्री यातायातको हाम्रो ड्राइभर हुनुहुन्थ्यो, उहाँले चिनेको मान्छेले अनि हामीलाई त्यहाँ पुर्याउनको लागि अटोमा कुराकानी गरिदिनु भयो। त्यसपछि हामी 550 मा चाहिँ त्यहाँ अब गइयो पार्टी प्यालेसमा अनि त्यहाँबाट चाहिँ अब 3 दिनको स्टे गर्नुपर्ने भयो। 3 दिनको स्टेको लागि 3000 रुपैयाँ अब एडभान्स पैसाहरु लिइयो अनि 3000 पैसाहरु हामीले अब दियौं पनि। अनि त्यो 3000 पैसा दिएको बराबर चाहिँ हामीलाई फ्यासिलिटी चाहिँ के थियो भने 3 दिन खाना बस्न अनि अब खानाहरु पनि अब 2 छाक खाने कुराहरु दिएको थियो। एउटा चाहिँ अब बिहान 11 बजे, 11:30 बजेदेखि 1 बजेसम्म अब खाना अनि सादा खाना अनि बेलुका चाहिँ अनि चिकन खानाहरु अथवा सादा खानाले सादा खाना अनि दिएको थियो। नेपालीहरुबाटै बनाइएको खानेकुराहरु अब त्यो चाहिँ अब निकै राम्रो नै थियो। अनि त्यो खानेकुराहरु भयो अब त्यहाँ रुममा 3 जना बस्नुपर्ने, 3 जना 4 जना बस्नुपर्ने। अब सिंगल रुमको व्यवस्था थिएन। अब बेडको अब व्यवस्था अब त्यसमा चाहिँ अब अन्य फ्यासिलिटीहरु त थिकै थियो। अनि त्यसपछि चाहिँ अब रोमानियाको क्लासहरु चाहिँ दिने रहेछ, जुन चाहिँ आफ्नो अब एजेन्टहरु अब आफ्नो दलालहरु हुन्छ, त्यो दलालहरु मार्फत चाहिँ अब क्लासहरु दिँदो रहेछ। त्यसले पनि अलिकति इन्टरभ्यू दिनको लागि चाहिँ केही सपोर्ट चाहिँ गर्यो नै। अब
क नपढेको मान्छेहरूले अब गएर इन्टरभ्यूहरू फेस गर्नु र अनि केही प्रिपेयरहरू गरेर इन्टरभ्यू गर्नुमा अलिकति अन्तर त हुन्छ नै। अनि अब 3 दिनको लागि अब त्यही अब तयारीहरू गरेको थियो। त्यहाँ चाहिँ अब कोही अब 2 हप्ता अगाडिदेखि 1 हप्ता अगाडिदेखि आएको मान्छेहरू पनि हुन्थ्यो, कोही चाहिँ 1 दिनमै आएको मान्छेहरू पनि हुनुहुन्थ्यो। अनि त्यस्तैबाट स्केड्युलहरू चाहिँ अब गराएको हुँदो रहेछ डेटहरू दिल्लीमा लिइसके पछाडि चाहिँ। अनि त्यसपछि नि अनि हामी एम्बेसीमा अब गयौँ। अब दलालले चाहिँ अब सबै कुराहरू गरिदिँदो रहेछ, सबै कुराहरू अब इन्टरभ्यूको लागि प्रिपेयर रेडी गरेर अब डेटहरू लिएर त्यस पछाडि अब त्यही दलाल नै अब उपस्थित भएर इन्टरभ्यूहरू गरिदिँदो रहेछ। म यसको बारेमा चाहिँ म विस्तृत भिडियो भनेको चाहिँ अलि पछाडि पनि राख्नेछु, अर्को टपिकमा अर्को उसमा म राख्नेछु। अहिले चाहिँ हामी फाइनली चाहिँ अहिले झरेका छौँ दिल्ली रोमानियन एम्बेसीको। ल फाइनली हामी दिल्लीको इन्टरभ्यूको लागि अगाडि बढिरहेका छौँ। अहिले यो दिल्लीको सडकहरू दिल्लीको एमएससी गएर पनि आइयो झ्याप्प लाएर। भाइ बाहर हाथ निकालो प्लिज, भाइ हाथ निकालो करा रिक्वेस्ट ऐसे मत करो प्लीज। डोंट लाइक दैट योर हैंड साइड आउटसाइड यो दिने मान्छेलाई त बी सिरियस। यहाँ त त्यो बाइकहरू पनि गाडीहरू पनि वहीँ के वहीँ ल्याएर आउने घुसाउनु खोज्दो रहेछ क्या। अस्ति झन्डै ठोकेको भने एउटा इन्डियन बुढोलाई मलाई यत्रो टिनेजरहरूले चलाउँदो रहेछ। फाइनल्ली हामीले रोमानियन एम्बेसीको इन्टरभ्यूहरूलाई फेस गरियो, इन्टरभ्यू पनि दियो। राम्रै नै अब दिएको छ इन्टरभ्यू पनि, अब राम्रै नै हुन्छ होला भन्ने अपेक्षा राखिएको छ। अब चाहिँ हामी अब इन्टरभ्यू दिइसके पछाडि चाहिँ अब हामी आफ्नो आफ्नो गन्तव्यतिर चाहिँ अब लाग्छौँ। अब नेपाल फर्किनका लागि अब बस पार्कमा, अब नेपालमा चाहिँ बस कहाँ पाइन्छ अब त्यहाँतिर चाहिँ अब जाँदैछौँ। अब त्यहाँसम्म जानका लागि अब कति दूरी लाग्ने हो, कहिले लाग्ने हो। अनि अब हामी चाहिँ अब स्कर्पियोमा चाहिँ अब चढेको थियो। अब स्कर्पियोमा चाहिँ अब मान्छे धेरै चढ्न त मिल्दैन, त्यही अब 7 जना मात्रै बस्न मिल्ने। अब 7 जना बस्न मिल्ने ठाउँमा चाहिँ हामी 12 जना 13-14 जना चाहिँ हामी कोचाकोच गएर बसेका थियौँ। अनि अब त्यतिजनाले अनि हरेकजनाले चाहिँ 100 रुपियाँ दिनु पर्यो। यस्तो सिन्डिकेट यस्तो के भन्ने अब दिल्लीमा पनि अब अर्काको ठाउँमा हो। अलिकति मनपरी तन्त्र नै चल्ने रहेछ अब त्यहाँ दिल्लीमा। अलिकति अब नेपालीहरूले पनि अब नेपालीलाई नै अब ठग्ने, नेपालीले नेपालीलाई भेटिसकेपछि एक किसिमले साथ सहयोग आफूले गर्न सहयोगहरू यता त गर्नुपर्ने, अब त्यो यताउता देखिएन र पनि एनिवे केही पनि छैन, ठिकै छ। बस 100 रुपियाँ भनेर भने कुराकानी गर्दै थियो। अब हामी चाहिँ अब बस पार्कतिर गएको छौँ। अब इन्टरभ्यू चाहिँ अब बिहान कति 11 बजेबाट सुरुवात भएको थियो। अनि हामी चाहिँ अब 34 जना थियौँ हाम्रो लटमा चाहिँ। अनि कति 1-1:30 बजेतिर सकियो इन्टरभ्यू। अनि अब इन्टरभ्यू दिने मान्छे चाहिँ त्यहाँ अब लाइनहरू अन्य त थिँदै थियो। बारेमा म रोमानियाको बारेमा कसरी इन्टरभ्यूहरू दिने, अनि कस्तो क्वेसनहरू गर्छन्, अनि कस्तो प्रक्रियाहरू हुन्छ भन्ने बारेमा तपाईँलाई म भिडियो चाहिँ विस्तृत रूपमा म अर्को भिडियोमा चाहिँ तपाईँलाई म जानकारी दिनेछु, विस्तृत रूपमा राख्नेछु। जब कि त्यो भिडियोले चाहिँ तपाईँलाई हेरेर चाहिँ एउटा सपोर्ट मिल्नेछ। तर अहिले चाहिँ मैले चाहिँ ब्लगहरू चाहिँ मेरो एक्सपिरियन्सहरू मात्रै म यहाँ सेयर गरेर राखेको छु। हजुर, तपाईँहरूलाई म यो दिल्लीको रोडहरूको बारेमा चाहिँ यो भिडियो ब्लगहरू चाहिँ राखेको छु। यो ब्लगहरू चाहिँ कस्तो किसिमको रहेछ भने, यो रोडहरू चाहिँ कस्तो किसिमको रहेछ भने अब दिल्लीमा चाहिँ अब निकै ठुल्ठुलो हाइवेहरू छन्। अनि त्यो भएकोले गर्दाखेरि अब बाटोहरू चाहिँ अब निकै राम्रो नै छ।
कोलोनिजहरू पनि अब निकै राम्रा नै छन्। दिल्लीमा चाहिँ हाम्रो केजरीवाल आम आदमी पार्टीको चाहिँ सरकार रहेको छ अहिले चाहिँ। अब पछिको इलेक्सनमा चाहिँ आम आदमी चाहिँ अब कमब्याक गर्न नसक्ने भन्ने कुराहरू चाहिँ अब यहाँको अब स्थानीय मान्छेहरूले चाहिँ अब त्यस्तो कुराहरू गरेका थिए। उनीहरूले चाहिँ अब भन्दै थियो अब आम आदमी पार्टीको चाहिँ दिनहरू सकिया छ, अब को इलेक्सनमा चाहिँ अब यिनीहरूको काम छैन भन्ने कुराहरू गरिराखेको छ। अब दिल्लीमा चाहिँ रहेछ अब अटो रिक्साहरू, अनि तिनीहरूलाई कति अब 7.5 लाख रुपियाँ आइसी पर्दो रहेछ अटोहरूलाई। अब पहिला त निकै मान्छेहरू पाउँथेछ, अब निकै राम्रो कमाइ पनि हुन्थेछ। तर अहिले चाहिँ अब गरिबी एउटा बेरोजगारको कारणले गर्दाखेरि चाहिँ अब अत्याधिक अब रोजगारको चाहिँ अब इन्फ्लुएन्स भएको कारणले गर्दाखेरि अब त्यत्रो महँगो अब अटोहरू किनेर पनि काम छैन रहेछ। अब पहिला भनेको 3.5 लाख 2.5 लाखमा पाइने अब अटो रिक्साहरू अहिले भनेको 7.5 लाख 8 लाख 9 लाख पर्दो रहेछ। अब त्यस्तो रहेछ। अनि त्यो भएको कारणले गर्दाखेरि अब अलिकति दिल्लीको चाहिँ पब्लिकहरू चाहिँ रोड रहेछ आम आदमी पार्टीको खिलाफमा चाहिँ। यो चाहिँ बसहरू, यहाँ दिल्लीको चाहिँ पब्लिक बसहरू रह्यो, पब्लिक बस पनि निकै राम्रो हुँदो रहेछ। अब पहिला काङ्ग्रेसको सरकार थिएछ, अहिले केजरीवालको आम आदमीको सरकार छ। अबको पाली चाहिँ अब बिजेपी चाहिँ आउँछ कि भन्ने चाहिँ सम्भावना चाहिँ रहेको रहेछ। सो इलेक्सनहरू पनि अब नजिकै रहेछ। त्यो हिसाबले गर्दाखेरि दिल्लीको सडकहरू निकै राम्रो नै छ, बाटोहरू त एकदम ट्र्याक नै छ। तर अलिकति यहाँको सेफ्टीको, यहाँको इन्भाइरोमेन्टसँग चाहिँ एडजस्ट हुनको लागि अलिकति टाइम चाहिँ लाग्ने नै रहेछ। सो अहिले चाहिँ तपाईँलाई म त्यही रोडको ब्लगहरू राख्दैछु। यो चाहिँ अब दिल्लीको चाहिँ अब अलिकति पब्लिक एरिया पर्छ यो उसमा चाहिँ। अब यो एरिया चाहिँ अब कोलोनी एरिया चाहिँ पर्दैन। अब सडक जति नै ठुलो भए तापनि यातायातको साधनहरू चाहिँ अब अलिकति अत्याधिक भएको कारणले गर्दाखेरि यहाँ अलिकति जामहरू हुने त्यस्तो किसिमको चाहिँ भइराखेको छ। यो चाहिँ विश्वमा नै अब जहीँतहीँको एउटा समस्या हो। अलि विकसित मुलुकहरूमा अब मान्छेहरूले प्रायःको सबै गाडीहरू हुने नै गर्छ। सो त्यो गाडीहरू सडकमा कुद्दाखेरि अनि ट्राफिक जाम चाहिँ अब हुने नै गर्दो रहेछ। सो त्यही अनुभव, त्यही फिलहरू चाहिँ मैले अहिलेसम्म चाहिँ गरेँ।
बाटोमा 100 रुपियाँ लियो हामीहरूलाई। अहिले चाहिँ हामी बस काउन्टर लिएर आएका छौँ। यो चाहिँ यो एरिया हो। यहाँभित्र चाहिँ अब टिकट काउन्टर रहेछ। यो चाहिँ रेसिडेन्स बिल्डिङ्स रहेछ।